गुड मर्निङ सबैजना एकदम आरामै हुनुहुन्छ होला। म चाहिँ अहिले भर्खर ट्याक्क 1-1.5 घन्टा सुतेँ स्कुलबाट आएर। हल्का निद्रा आए जस्तो भइरहेको थियो अनि 1 घन्टा सुतेर उठेर फ्रेस भएर अहिले चाहिँ म ट्याक्क बाहिर आएँ। आज चाहिँ म सुपर मार्केट जान हिँडेको। रुममा सामान लगभग धेरै सकिसकेछ अनि त्यसपछि सामान लिन नगएको पनि धेरै भइसक्यो अनि थोरै सामान चाहियो त म नजिकैको पसलहरूबाट लिएर हुन्छु। आज चाहिँ अलि धेरै सामानहरू चाहिएर साबुन सरफदेखि सबै चिजहरू हैन आज चाहिँ म लिन जान्छु हैन। अनि त्यसपछि हजुरहरूलाई देखाउँछु मेरो नर्मल्ली विकली कति खर्च हुन्छ हैन यस्तो सामानहरू किन्नमा। मोटामोटी कहिले चाहिँ हप्तामा थोरै नै हुन्छ कहिले चाहिँ बढी नै हुन्छ हैन। आज चाहिँ सकेको सामान लिएर आउँछु चाहिने चिजहरू अनि फ्रोजन आइटमहरू चाहिँ लङ टर्म राख्दा नि केही हुँदैन नि त त्यो बिग्रिँदैन। अरू बिग्रिने सामानहरू यताउति चाहिँ थोरै लिएर आउँछु हैन। फेरि अब यस्तो हुन्छ सधैँ जान नि पाइँदैन। आज चाहिँ अलिक थोरै टाढा जाँदैछु कि म धेरै सामान चाहिँदा चाहिँ मैले टाढा जान्छु। त्यहाँ चाहिँ धेरै सामान थोरै सामान नि पाइन्छ अनि त्यसमाथि सस्तो नि पाइन्छ अन्त भन्दा चाहिँ हैन थोरै सस्तो पर्छ। अनि यहाँदेखि चाहिँ 12 देखि 15 मिनट लाग्छ साइकलमा। अब म हिँड्यो भने चाहिँ 12-15 मिनटमा पुग्छु। अनि बिचमा चाहिँ ब्याङ्क पसेर जानु छ। त्यहाँ चाहिँ उ चढ्दैन के कार्ड चल्दैन ओन्ली क्यास हो। त्यही भएर चाहिँ मलाई बिचमा ब्याङ्कमा पसेर चाहिँ क्यास झिक्नु छ हैन क्यास झिक्छु अनि त्यसपछि चाहिँ जान्छु म अनि सामान लिन्छु। आज सामान लिएपछि 1-1.5 हप्तालाई आनन्द हुन्छ नि त अलि सामान लिन जान नपाए पनि। त्यही भएर चाहिँ आज यस्तो बिदाको दिन मिलाएर सामान लिन जाँदैछु। खाना पर्यो नि त जे भए पनि हैन हतार सबै चिज मेसो मिलाएर चाहिँ सामान किन्न जान्छु। के कस्तो महँगो सस्तो त खासै भित्रको चाहिँ देखाउँदिनँ टाइम हुँदैन अन्त नि फेरि भित्र क्यामेरा अन गर्न चाहिँ मलाई अलि अड लाग्छ दिँदैन कि कहिलेकाहीँ त्यो क्यामेरा अफर भन्छ त्यो भित्र क्यामेरा अन गरेर भने चाहिँ। अनि त्यही भएर चाहिँ म मोटामोटी के कतिको किन्दो रहेछु यताउति बिलहरू देखाउँछु। अनि सुरुमा चाहिँ मलाई ब्याङ्क पस्नु छ। ब्याङ्कमा कति म चाहिँ अहिले यहाँ बिच बाटोतिर आइसकेँ हैन। यहाँ चाहिँ ट्याक्क यस्तो राम्रो भ्यू भएर चाहिँ मैले मोबाइल ट्याक्क त्यहाँ गिम्बलमा राखेर उभिरहेको छु हैन। अब चाहिँ दामी छ कि मौसम अहिलेको चाहिँ हैन। अहिले चाहिँ जापानको कति 5 महिना चलिरहेको मे हो। अहिले चाहिँ मेमा चाहिँ मौसम लास्टै राम्रो छ। चिसो छैन गर्मी छैन आनन्दले कपडा निस्कलार जान पाइन्छ हैन। यो मौसम चाहिँ लास्टै चिल छ। अब चाहिँ मेरो ब्याङ्क ऊ चाहिँ प्रब्लम भयो कि मसँग उसको ब्याङ्क चाहिँ 2टा एकाउन्ट छ हैन 2टा कार्ड छ। अनि त्यसपछि एउटा कार्ड चाहिँ खासै युजै हुँदैन स्यालेरी पनि त्यसमा आउँदैन त्यतिकै नर्मली बनाएर राखेको। त्यही भएर चाहिँ युज नभएर चाहिँ सायद त्यो भयो जस्तो लाग्छ हैन। त्यसको लागि चाहिँ फेरि एकचोटि ब्याङ्क जानुपर्छ सायदै ब्याङ्क गएर चाहिँ फेरि के कस्तो भएको बुझेर त्यो चाहिँ बनाउनु पर्छ। त्यो पैसा झिक्न चाहिँ पाइँदैन। त्यही भएर चाहिँ म चाहिँ अब अर्को सुपर मार्केट जान्छु। त्यहाँ चाहिँ अब फेरि क्यास मात्र हुन्थ्यो नि त युज। त्यहाँ गएपछि चाहिँ फेरि मसँग मैले क्यास बोकेको छैन त्यति धेरै क्यास छैन। त्यही भएर चाहिँ अर्कोमा चाहिँ कार्ड भएकोमा चाहिँ जानुपर्छ हैन। म जान्छु रुमहरू चाहिँ लास्टै फेमस छ यहाँ हैन। विदेशीहरूको लागि विदेशीहरू लास्टै जान्छ स्पेसल्ली हाम्रो नेपालीहरू चाहिँ त्यो एरियामा धेरैजना नि बस्छ कि हाटो चाहिँ के भन्छ त्यो साइडमा मान्छेहरू धेरै नि बस्छ। त्यही भएर चाहिँ त्यहाँ चाहिँ सब नेपाली हुन्छ हैन। अनि त्यसपछि यहाँ चाहिँ म धेरै टाइम वेस्ट गर्दिनँ। अब म चाहिँ यहाँदेखि जान्छु फेरि अँध्यारो हुन्छ फर्किने बेला साइकलमा लाइट पनि छैन। लाइट नहुने फेरि लाइट भएन भने फेरि मामा चप्प छोपिहाल्छ। त्यही भएर चाहिँ है त म रुमहरू गएपछि देखाउँछु। यहाँ चाहिँ यस्तरी सब्जीहरू बेच्न राखेको रहेछ सस्तो त के भन्नु यस्तरी बाटाको साइडमा। यहाँ चाहिँ यस्तो दामी फाइनल्ली म चाहिँ रुमहरू सुपर मार्केट आइसकेँ। यहाँ चाहिँ यसो सामान किनेर चाहिँ फर्किन्छु म 10-15 मिनट जति सामानहरू हेरेर। यहाँ नि लास्टै भिड हुन्छ अहिले यहाँ देख्न सक्नुहुन्छ हैन गाडीहरू यस्तरी सबै हैन। यो चाहिँ पर्फेक्ट हो क्या सामान किन्न आउनको लागि। गर्मी छैन आनन्द चिलमा बसेर घुम्ने हो प्याक्क लाएर।
फाइनल्ली सकियो, सपिङ सकियो आजको। दिउँसम्म हिँड्दा चाहिँ उज्यालो थियो, भएर अँध्यारो भइसक्यो, कति 6:30-7 बज्न लागिसक्यो, अँध्यारो भइसक्यो। अब चाहिँ ट्याक्क घर फर्किने हो, पकाउनु पऱ्यो, खानु पऱ्यो, अनि त्यसपछि मस्त चिल्यास पारामा आज बस्नुपर्छ। फेरि भोलिबाट फेरि हतार हुन्छ। उहाँ चाहिँ बिरालोले कुरेर हेरेर बसिरहेको उहाँ, म्याउ 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 होइन। त्यही हो, 7-8 हजारको खर्च भयो यताउति सामान गर्दा। म नेपालमा पहिलोचोटि जब गर्दाखेरि मेरो फर्स्ट स्यालेरी नै त्यति हुन्थ्यो, अहिले एकचोटि खर्च हुन्छ त्यत्रो होइन। ठिकै छ, आजको दिन चाहिँ रमाइलो भयो। सामानहरू चाहिँ सब जोडिदियो, चाहिएको सामानहरू चाहिँ। अब यति भएपछि चाहिँ मेरो लगभग एक हप्तालाई पुगिहाल्छ, अर्को हप्ता त फेरि आइहालिन्छ। यहाँसम्म भिडियो हेरिदिनु भएकोमा चाहिँ धेरै धेरै धन्यवाद। बाई बाई।